जस्तै मैले चाहिँ यसलाई सी कर्डमा लिएर आएको छु है, सी को रिलेटिभसँग। तपाईले कन्सेप्चुअली के बुझ्नुहुन्छ भन्दा यो गीतमा चाहिँ 5 वटा कर्ड प्रयोग गरेको छ। मेजर कर्डबाट सुरु छ, फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ र फिफ्थ है। भनेपछि यस्तै सी मेजर कर्डलाई रुट मानेर तपाईले यो गीत गाउनुहुन्छ बजाउनुहुन्छ भने त्यसमा सी कर्ड लागेको छ, डी माइनर लागेको छ, ई माइनर लागेको छ, एफ लागेको छ अनि जी लागेको छ। सी बाट फर्स्टबाट थर्डमा जान्छ ई माइनर, अनि फेरि फर्स्टमा आउँछ अनि फेरि सेकेन्डमा जान्छ डी माइनर। यसरी गर्नुहुन्छ कि अथवा यसरी गर्न चाहनुहुन्छ त्यो तपाईको चोइस। कसरी गाउनुहुन्छ तपाईको चोइस है। फुलको आँखामा यसरी गाउनुहुन्छ कि फुलको आँखामा फुलै संसार तपाईको चोइस है। यसमा चाहिँ के छ सुरुमा फुलको आँखा भन्दा सी, फुलको आँखा मा भन्ने बेलामा मा भन्दाखेरि चाहिँ नि ई माइनर जाने, फुलको आँखामा फुलै संसार है। फुलै भन्दा फेरि सीमा जाने, संसार भन्दा डी माइनर। जस्तै 1 2 3 4 2 यसरी गर्ने भने फुलको आँखामा 1 बार, फुलको आँखामा 1 बार सी 1 बार ई माइनर, फेरि 1 बार सी 1 बार डी माइनर सुरुको उसमा। फुलको आँखामा फुलै संसार है, यो डी माइनर। गिटारको यसरी भनिन्छ डी माइनर, त्यो भयो। अनि काँडाको भन्दा फेरि डी माइनर, काँडाको आँखामा, आँखामा भन्दा सीमा हुने, आँखामा। अब काँडै संसार भन्दा काँडै भन्ने बेला फेरि जीमा जाने, काँडै संसार, संसार र भन्ने बेला सीमा हुने है। यो सुरुको यसको जुन मेन इन्ट्रो छ त्यसको चाहिँ यही छ है। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार है। सी ई माइनर, सी डी माइनर, डी माइनर सी, जी सी, त्यो जाने भयो। अब जुन यसको अन्तराहरू छ, झुल्की यो इन्ट्रोमै छ होइन, झुल्किन्छ है छाया वस्तु अनुसार। यहाँनिर चाहिँ अलिकति यहाँनिर चाहिँ एफ लागेको छ है। झुल्किन्छ है छाया वस्तु अनुसार। पहिला सी ई माइनर सी डी माइनर लाग्थ्यो भने अब सी एफ सी डी माइनरमा जाने भयो। झुल्किन्छ है छाया वस्तु अनुसार, काँडाको आँखामा काँडै संसार है। यो काँडाको आँखामा काँडै संसार चाहिँ फेरि त्यही नै भयो। यही प्याटर्न हो। जस्तो अन्तरमा पनि चित्त शुद्ध होस् मेरो बोली बुद्ध हो, मेरो पैतालाले किरै नमरोस्। चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्, मेरो पैतालाले किरै नमरोस्। राम्रो मनमा फुल्छ है राम्रै संसार, काँडाको आँखामा काँडै संसार। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार है।
यसरी जान्छ गीत। अब यसलाई तपाईँको आफ्नो स्टाइल अनुसार कसरी बजाउन सक्नुहुन्छ, गाउन सक्नुहुन्छ। हाईमा गाउनु चाहिँ फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। एक अक्टेभ हाई गरेर गाउनुहुन्छ कि र फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। है मिड र हाईलाई त्यसरी गर्नुहुन्छ कि यो तपाईँको चोइस हो होइन। यो अर्को मुखर्जी स्टाइलमा चाहिँ यस्तो फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। यसरी झुल्किन्छ है छाया वस्तु अनुसार, काँडाको आँखामा काँडै संसार। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। है यसरी गर्नुहोस्। अब यसमा तपाईँले सीबाट होइन डीबाट गर्नुहुन्छ भने अब के गर्नु पर्यो, डी अनि त्यसपछि के हुने हो, एफ शार्प माइनर, ई माइनर, त्यसपछि जी र ए लाग्ने हो है। फुलको आँखामा होइन यसरी गयो नि, फुलै संसार फुलै संसार, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै काँडै संसार। एमा काँडै भन्दा एमा जाने, अघि जीमा हुन्थ्यो भने। यसरी तपाईँले हिसाब पनि गर्नु सक्नुहुन्छ कि कुन स्वर तपाईँलाई सुहाउँछ। यसको ओरिजिनल स्केलको तपाईँलाई नसुन्नु पनि सक्छ। तपाईँको एकदम हाई स्वर छ भने तपाईँले यो अनुसार कर्डको स्केललाई पनि चेन्ज गरेर हिसाब गर्न सक्नुहुन्छ। है त ल, यो गीत प्र्याक्टिस गर्नुहोस्, राम्रोसँग बजाउनुहोस्। अल द बेस्ट।